मोबाइलको क्यामेराले नि भन्न थालिसक्यो ब्रो हेयर कट गर्ने होइन त ल त नि गाइज आजको हाम्रो मिनी ब्लगको सुरुवात भइरह्यो आफ्नो जङ्गलीपनवाला बाल दाढी देखाउँदै बिहान बिहान पसल आउँदै बित्तिकै बहिनीहरू आथे यो बुके लिन जुन मैले दिएर पठाए चिने रहेछन् मलाई ल त नि गाइज भनेर जुन बहिनीहरूलाई बुके दिए पठाएर म एउटा भाइले मलाई चक्लेट दिए त्यही खाँदै प्लस त्रिपुराटीको भिडियो हेर्दै बस्दै मङ्गलबार नि त्यही बेला चिल पाराले जुन एकैछिन पछि त्यही अघि नै आएका बहिनीहरूले यो कपको अर्डर दिए फोनबाट जुन मैले यस्तो रेडी पारिदिए जसलाई गिफ्ट र्यापहरू पनि गरिदिए यस्तो मजाले अनि छोड्न गए एउटा क्याफेमा हाम्रोतिर फेरि अहिले क्याफेहरूका लहरै चलिरहन् नि टन्नै क्याफे भइसक्यो जुन सामान छोडी आयो ब्याक टु पसल आएको त एकजना भाइ केक र फ्रेम लिन आएको थियो जुनलाई सायद 10 मिनट लागेन जुन बनाएर रेडी पारेर पठाइदिए भाइलाई त्यसपछि हाम्रो नयाँ पसलको लागि बोर्ड ब्यानर बनाउन त्यसको लागि फ्लामहरू कटिङ गरेर हामी भोलि ओपनिङ छ हजुरलाई थाहा छैन भने हाम्रो नयाँ पसलको जुन 80% काम सकायो 20% सकाउनै सकेन किनकि पसलमा मान्छे आइरहनु भएको जस्तै कि यो गौतम बुद्धकै यति ठुलो फोटो फ्रेम बनाएर लिएर जानुभयो जुन खुसी हुँदै एकदम ब्यानर चाहिँ भोलि तयार हुन्छ आज चाहिँ स्ट्यान्ड ब्यानर भित्रका ब्यानरहरू अरू चीज रेडी पार्दै भाइ र म मिलेर स्ट्यान्ड बोर्ड रेडी भएपछि कुछ यसरी देखिरह हजुरलाई धेरैलाई थाहा रहेछ मेरो नयाँ पसल कहाँ भनेपछि वारी पारी हो कि मेरो पुरानो पसल रोड पारी थियो भने यो वारी छ त्यसपछि इट इज टाइम टु हेयर कट जङ्गली हेयरदेखि राम्रो हेयर भन्न हेर्न सक्नुहुन्छ पसल भन्दा मेरो लागि मात्र पसल खुले हेयर कट गर्नलाई जुन हेयर कट केही छिन पछि भइसक्यो जुन कुछ लुक्स यसरी आहा दामी देखिरहेको हेयर कट गरिसकायो अब पसल बन्द गर्ने तयारी गर्दै आजको मिलेको ओभर गर्न पर्छ भन्दै प्लस भोलिको लागि सबैले इन्भिटेसन छ हाम्रो नयाँ पसलमा आउनु होला लड्डु खान सबैजनालाई आउनुहुन्छ भने मलाई एकदम खुसी लाग्छ त्यही इन्भिटेसन भिडियो बनाउँदै आजको मिलेको ओभर गाइज